ल आज चाहिँ डे 4 ल हामी यति बेला गलेश्वरमा थियौँ। अब हाम्रो बिहानको जाने तयारी हुँदैछ। हाम्रो टिमहरू रेडी भइसकेको छ। बेला सिजन भएको कारणले मुस्ताङ जाने गाडीहरू चाहिँ गइरहेको छन्। पुरै बाटोहरू ब्याक छ, मान्छेहरू जाँदैछन्। के छ प्रतिक्रिया सुभाष गमा? ठिक छ। अब हाम्रो यात्रा सुन्दिनु होला। हामी अहिले गलेश्वर मन्दिरमा छौँ। यो मुक्तिनाथ दर्शन गरिसकेपछि यहाँ आएर चाहिँ अनिवार्य दर्शन गर्नुपर्ने ठाउँ रहेछ। यो अलौकिक मन्दिरले टिकटक बनाउँदै हुनुहुन्छ। टिकटक बाटो हामीहरू अहिले हामीले हामी यहाँबाट सिकिसकेको छ। एकदमै रमणीय रहेछ। यो भएको छ भने कति गर्न जाँदै हुनुहुन्छ। अब हामी हाम्रो बागलुङ पञ्चकोट आइसक्यो। ल चाहिँ डे 5 हाम्रो पोखरा यात्रा बेगनास्थल जाँदैछौँ। त्यो बात बरामा छौँ। एकदम छ।
लालबाराईबाट आइसक्रिम त पठाए म पनि खाँदैछु आइसक्रिम फाइनली हाम्रो यात्रा मुस्ताङ दुर्गम क्षेत्रको यात्रा सम्पन्न भएको छ। यसमा पनि हाम्रो विशेष दुईटा फ्यामिली यदि कदाचित केही भएको भएदेखि हाम्रो जिलो पनि बटिन्थ्यो। दुईटा फ्यामिलीहरूको दुईटा सर्लक्क गएका थियौँ। यो पनि मलाई जाने बेला डर लाग्थ्यो। वन्दना आइयो, सुरक्षित तरिकाले आइयो। थ्याङ्क्स मुक्तिनाथ धाम, थ्याङ्क्स दिपक भाइहरू। 5 दिनको ट्राभल चाहिँ राम्रै भयो। फ्यामिली ग्यादरिङसित सबैजनासँग हाँसी मजा गर्दै गइयो। सबै ठाउँमा घुम्यो। त्यही नै हो, राम्रो छ। ओभरअल एकदम राम्रो। ह्याप्पिनेस भयो नि, टायर्ड आयो, खुसी लाग्यो। रमाइलो दुई परिवार भएर गइयो, रमाउँदै आइयो। जाँदा नि रमाउँदै गयो, आउँदा नि रमाइलो। आमाको प्रतिक्रिया 5 दिनको यात्रा सबै सकुशल उत्रियो अनि रमाइलो भयो। अब सबैजना राम्ररी आइयो, राम्रो भाउ शैलीले आइयो। भयो कि बोरिङ भयो कि तपाईँलाई ड्राइभिङ गर्दाखेरि कस्तो भयो? इन्टरटेनमेन्ट कति गर्यो हाम्रो टिमले? जानु पऱ्यो भने हाम्रो तिलक भाइलाई